गाई छ नि खै हाम्रो ढाट यार देख्न सक्नुहुन्छ गाइज होइन आजको 2083 साल होइन 1 महिना 18 गतेको हावाहुरी लगभग बेलुकाको 5-7 बजीतिरको हावाले चाहिँ हाम्रो माङसेबुङ 4 मार्चेबुङमा रहेको विगत 2 वर्ष अगाडिदेखि यो ढाट निकासी कर काट्ने ढाट चाहिँ है आजको हावाहुरीले गरेको कारणले गर्दाखेरि माइक्रोफोन चाहिँ होइन पुरा क्षति भएको छ सम्बन्धित निकायमा हाम्रो यहाँ उजुरी गरेर क्षतिपूर्तिको माग गर्न चाहन्छु हाम्रो बालेन सरकारसँग लगभग 3 करोड जतिको क्षति भएको छ धेरै त होइन है तपाईहरुले पनि मिडियाहरुलाई पनि म अनुरोध गर्न चाहन्छु भएको छ माथि सरकारसम्म मेरो यो सूचना मेरो निवेदन पुर्याइदिनु हुन म अनुरोध गर्दछु हस् नमस्कार अनि तिम्रो मार्बलहरु त कता गयो सबै उकेर गयो कि क्या छैन त मार्बल छैन सर हैन फुलहरु पनि पर पुर्याइदिएको थियो हैन डस्टबिन हेर्नुहोस् हैन अनि टिनहरु हेर्नुहोस् विगत त्यो टिनमा त 1.5 करोडको थियो हैन यो पलङको कुरा गर्नु 1 करोडको हो हैन 2.5 करोड त यही भयो छिक्रा मिक्राहरु आधी करोड 50 लाख त्यस्तै कतिको थियो हैन सबै गरी मिलाएर 3 करोड जति क्षति भएको छ यो उयो चाहिँ कति करोडको यो प्रिन्ट चाहिँ यो त हामीले अलिकति थोरै सूचनाको लागि मात्रै गरेका थियौँ यसको त खासै ठुलो हाम्रो केही छैन यो सबै मिलाएर यो गार्डनहरुको त अब हिसाब जोडिएको छैन खासै सर हैन अब टोटली मिलाएर 3 करोड जतिको क्षति भएको छ भनौँ न आजको हावाहुरीले यस्तो गर्यो है हावाहुरीले यस्तो गरेको छ घटना नै घटेको छ हामी त सुकुम बाँच्ने भयो सर बालेन छ तपाईले यहाँनिर आर्थिक सहयोग गरिदिनु पर्यो क्या अब हामीलाई पनि हैन